त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। This is called Yarcha Gumba from Manangpu. यार भनेको चाहिँ हाम्रो टिबेटन भाषामा भन्नुपर्दाखेरि यार भनेको चाहिँ बर्खा, घुन भनेको चाहिँ विन्टर हिउँदो महिना, यार्चा घुम्बु भनेको बर्खामा चाहिँ घाँस चाउ भएर फल्ने, विन्टरमा चाहिँ किरा भएर हिँड्ने भएर चाहिँ यसको चाहिँ अब ट्रान्सलेटर गर्नुपर्दाखेरि चाहिँ यार्चा घुम्बु भन्ने मिनिङ चाहिँ के हो? यार्चा भनेको घाँस, घुन भनेको विन्टर टाइम, त्यसलाई चाहिँ भू भन्छ। भू भनेको चाहिँ किरालाई भनेको, विन्टर टाइममा चाहिँ किरा भएर त्यही भएर चाहिँ यार्चा घुम्बु यसको नाम चाहिँ यसरी चिनिएको छ। Okay, छ त त्यही हो, नानीहरू राम्रोसँग याद गर्नु ठिक हो। बाबा आमाले बिटा यो चाहिँ मेरो दाइ हो। बुझाएको छ। भाइटिका अब केही गिफ्ट दिँदैन। यो पनि 1 लाख महँगै फ्याँकिदिन्छु रे दाइले। है हो काका। तिमीहरू विद्यार्थीहरू टोली चाहिँ के सोच्नुपर्छ भने बाबा मम्मीको पैसा चाहिँ कति खर्च। अब अहिले स्कुलको फी पनि महँगो छ। स्कुलको फीमा वर्षमा 1 लाख गए पनि तिमीहरू 10सम्म 10 लाख त अनि बढी जान्छ। त्यो उठाउने सोचले चाहिँ राम्रोसँग ध्यान दिएर चाहिँ उहाँ चाहिँ हाम्रो पूजाजी हुनुहुन्छ, उहाँ पनि हाम्रो ब्याचलर पढ्दै हुनुहुन्छ। अनि हजुर चाहिँ यहाँ हजुरको यो यार्चाको एक्सपिरियन्स कस्तो भइरहेछ? पैसाको अभाव भयो क्या मसँग, त्यही भएर अब यो उहाँले 1 महिना कि 20 दिन जति मेहनत गरे भने त्यो 1 वर्षको उठाउन सक्छ पुरो है है है। हजुर के बोल्नु मैले त के त्यो भाइले ढुङ्गा हान्दै रहेछ मलाई। होइन कि हजुर भन्ने अब नर्मली अब हामीले तिमीले 9 to 5 वर्कहरू गर्दा नि हुन्छ नि त। इन्स्टिट त हजुरले यो किन चुज गर्नुभयो भनिदिनुहोस् न त। अब यसो किन चुज गर्यो भने यो त एकदम इन्डेन्जर स्पिसिस जस्तो हुन्छ यो पनि, अनि त्यही भएर म यसलाई झनै इन्डेन्जर गर्न आएको हो कि। त्यो पनि भयो, तर हजुर उहाँ अच्छा 15,000 यस्तो त्यो के अरे त्यो खाएर के अरे स्यालेरी गरेर त्यो 1 वर्ष दुःख गर्नुभन्दा उहाँले 20 दिन 1 महिनामा हजुरले उठाउनुहुन्छ है त्यति पैसा त। हजुर हजुर। ओके, अब हाम्रो यहाँ साथीले यार्च गुम्बा पाएको छ फेरि। उहाँ चाहिँ यङ स्टार हुनुहुन्छ, उयो फोटो अनि पछि उहाँले उहाँहरू यता आएर हाम्रो यङ स्टारहरू हाम्रो गाउँतिर चाहिँ यङ स्टारहरू पनि दुःख गरेर किराहरू खोज्ने यस्तो गर्छ। अनि हजुरलाई किरा सिजनमा कस्तो फिल भइरहेछ? रमाइलो भइरहेछ कि मुनिबाट गर्नु रमाइलो भइरहेछ। अनि गाह्रो छ कि सजिलो छ भनिदिनुहोस् न त। गाह्रो भइहाल्छ नि, के भन्नु, काठमाडौँमा यस्तो मोज गरेर बस्नेमा यहाँ आएर दुःख गर्नु। हो त्यो चाहिँ हो, अब रमाउने मात्रै होइन कमाउन पनि जानुपर्छ हो साथीहरू। हाम्रो चाहिँ यस्तरी निकाल्छ ऊ बिस्तारै इबिलाई खोइ बिस्तारै 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 यस्तो। वाउ स्ट्याम्प यस्तो हुन्छ। मैले चाहिँ यो माथिबाट देखेँ, अघिसम्म पाएको थिएन। अनि त्यही हो, दुःख गर्नुपर्छ, रमाउन मात्रै जान्नु हुँदैन साथीहरू, त्यही हो। कसरी आएछ यहाँ ढुङ्गा यता छ अनि कसरी निकाल्ने हो मलाई थाहा छैन। वेट आइएम गोइङ टु टेक इट आउट। आया मेरो फोट थाक्ने मैला भाँच्यो कि के हो? भाँच्यो बाई 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 I got it. कितना है यहाँ पर? बाचो
साथीहरू हाम्रो उहाँ सोनामजी मिस सोनाम डोमाजीले पनि फेरि किरा पाएको छ घाँसभित्र आजकल चाहिँ उहाँले धेरै पाउँछ क्या पहिला त फर्स्ट टाइम फर्स्ट टाइममा त बिचरा पाउँदैन थियो त्यो त अनि फर्स्ट टाइममा जेजिस पनि हार्ट but now she's getting here, can you see it here? And yeah, अनि हजुरलाई कस्तो भइरहेछ एक्सपिरियन्स टु पिकिङ अप यार्सा गुम्बा? अस्ति चाहिँ पाउँदैन थियो अहिले त राम्रै छ पाइरहेछ एउटा दुइटा एटलिस्ट दिनमा पहिला जस्तो एउटा मात्र त पाएको छैन अनि तपाईँलाई यो किरा सिजन चाहिँ रमाइलो लाग्यो कि हार्ड कि कस्तो लाग्यो? हाम्रो हिरोनी चाहिँ यता हेर्नुहोस् कति दुःख गर्नुहुन्छ उहाँ हेर्दाखेरि मात्रै चिल हो कति दुःख गर्छ मिक्स फिलिङ रमाइलो नपाउँदा नरमाइलो हजुर हेर्नुहोस् यार्स गुम्बा कति केयरफुल भएर निकाल्नुहुन्छ उहाँले हातहरूमा मैला गए पनि नो टेन्सन एट अल दुईटा सँगै पाएछ कि पाएछ होइन पायो होइन अब हेर खन्न चाहिँ त्यति आइँदैन आफूलाई प्राला हो कि के हो होइन रहेछ प्राला हो नि प्राला रहेछ दुईटा दुईटा सिङ भएको रहेछ हेर्नुहोस् होइन अब यो कस्तो ग्यापमा त दुईटा होला सोचेको त म पनि दुईटै सोचेको के हो यस्तो है हेर्नु न सिङ दुईटै जोड दिएछ लौ जुडुवा भन्दैन यसले के भन्छ एउटा ज्यानमा दुईटा रोग अपङ्ग भन्छ अपङ्ग जन्माए क्या करे अरे यो त अब छेकेमा राख बुझ्यो कति लामो हो के हो ओबे बाजेको के हो बाजेको त होइन है दुईटा सिङ भएको रहेछ कस्तो राम्रो किरा पनि पर्फेक्ट यस्तो राख आगिन्छ हाम्रो आउँला पनि यस्तो भएको भए कस्तो हुन्थ्यो होला एकछिन त्यो आयो हाम्रो आमाले खोइ यहाँ चाहिँ यहाँ चुम्नु पाएको छ अब उहाँले खाँदै हुनुहुन्छ बोकेर सक्ने बेला भयो घुम्ने चार मोमोमा हामी जान्छ त अच्छा है Mama? 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 हाम्रो गाउँले जिन्दगी बोल्न जिन्दगी कस्तो चल्दैछ जिन्दगी व्यापार राम्रै चलिरहेछ अब दाल भात खाने
पाएछ भाइ भाइ एपी गुई फुट्ने गफ ए यहाँ आइपुगेर चाहिँ बोल्ने भयो अहिले कहाँ खन्यो आखाङमे आखाङमे जाजातो हजुरलाई त्यो भने निनी नभुल्ने हिजो अलगे क्या मुझे कभी उन्हें नहीं जा फिरना टाइम बो हाँ खोज्ने तरिका हाम्रो जेएनजी पार्टीहरू यस्तो छ हामीले यस्तो ट्याप्पल लगाएर हामीले के भन्छ किरा मात्रै यस्तरी टिप्दैन गाउँ पहाड यस्तो हेर्नुहोस् पहाड यस्तो राम्रो छ हामीले यहाँ स्किन केयर देखाउनुहोस् त सन प्रोटेक्सन मेरो पनि हामी पनि अनि हेर्नुहोस् हाम्रो द भ्यू is just a wow. We are surrounded by the mountains. पायो हाम्रो साथीले पाएर यत्रो डुलेर नि अनि यस्तो हुन्छ त अनि खाजाको भुक्का हो यहाँ हेर्न सक्नुहुन्छ यु क्यान से अनि मैले देउन भर्खरै पाएको छ वाउ साथीहरू स्वर्ग हेर्नु स्वर्गमा यता एउटा बोर्गा आएछ अनि हामी आज किराटीमा आएको हामी आफ्नो साइडपट्टि अनि मलाई किरातीको टाइम छैन आज नि आज चाहिँ मलाई आइएम फिलिङ भेरी थर्स्टी आइएम फिलिङ भेरी टायर्ड आइएम फिलिङ भेरी आई डोन्ट नो वाट बट हेर्नुहोस् द भ्यू उता एउटा हाम्रो अर्को किरा टिप्ने ठाउँ द प्लेस इज कल छुपार पोहोर म पोहोर त्यहाँ टिप्न गएको थियो त्यहाँ त झन् 5,000 हाइट अलि धेरै नै हाइमा छ अनि एकदम पिस ठाउँ छ त्यहाँ चाहिँ यहाँ पनि राम्रो पिस छ बट त्यहाँ त झन् बेटर अनि मेरो यहाँ हेर्नुहोस् के भइरहेको छ तिर्खा लगाएर मैले चिया खाएको वाटर लुक के भयो अर्निङ मनी इन हिमालयन प्लेसेस अथवा के भन्छ हिमालयनमा पैसा कमाउन सजिलो छैन आइया हाम्रो हिरोनी त यहाँ पुरा गीत बजाउँदै नाच्दै हिँड्ने मलाई त गाह्रो भयो छ तिर्खा लगाएर भगवान्ले माथिबाट पानी फाले हुन्छ नि जस्तो भइरहेछ मलाई त्यही हो साथीहरू हाम्रो यो चाहिँ छुपार अनि ऊ यहाँपट्टि चाहिँ लङ्गो भन्ने ठाउँ हो यतापट्टि चाहिँ अलिक छेकेको छ अनि उहाँ चाहिँ यस्तरी बसिरहनु भएको छ उहाँले त कति धेरै खन्यो मैले त खानेन अनि look at here हाम्रो heaven the food place is over here the real heaven भन्छन् त्यो चाहिँ यता छ हामी त कहिले मात्र मम्मीहरू चाहिँ यस्तो गर्छ बुझेगा बढी होगा अब यस्तो ठाउँमा खोज्ने हामीले हेर्नुहोस् साथीहरू पहेँलो फुल भएको छ यता देखेछ कि छैन हजुरहरूले यस्तो देखायो भने देख्छ पहेँलो फुल भएको ठाउँमा किरा फलिन्छ
हेर्नुहोस् हामी यस्तो हिमालको नजिक नै हो यहाँ ओके